हेलो गाइज, म चाहिँ आज कवाजीदेखि यता सम्झुरको लागि हिँड्दैछु। अहिले चाहिँ ठ्याक्कै हाम्रो यो ज्याङसर भन्ने ठाउँमा चाहिँ आइपुग्यो। अहिले सबै बाटो मान्छे नहिँड्ने भएर बाटो पुरै जङ्गल भएर यस्तो अवस्था छ। अब म चाहिँ यहाँबाट बिस्तारै बिस्तारै आलीतिर पुग्न लागिसकेँ। पानी परेको हुनाले अहिले एकदम बाटो पनि त्यस्तै भइराखेको छ। यहाँ त अब गाडी साडी आउँदैन। 11 नम्बरको गाडीमा झुइँ लाएर हिँड्नुपर्छ। यहाँबाट पुरै भ्यू आज हल्का पानी पर्ला जस्तो भएर पुरै अँधेरो अँधेरो भइराखेको छ। यहाँ मोटर बाटो भए तापनि कहिले कहिले मात्रै गाडी हिँड्छ यो बाटो। सधैँ जतिखेर भने त्यतिखेर गाडी पाइँदैन। यस्तो छ यहाँको अवस्था। यहाँबाट पुरै यस्तो भ्यू देखिन्छ। यो चाहिँ मेरो गाउँ हो। यो ठुलो घरभन्दा तल त्यो रातो रातो टिनको छाना गरेको घर चाहिँ मेरो घर हो। यहाँबाट हेर्दाखेरि यता तल तनहुँसुर, त्यो तल सम्झुर जाने बाटो हो। त्यो माथि थोरै बाटो देखेको नि, यो बाटो चाहिँ सम्झुर जाने बाटो हो। अलिकति यता चाहिँ आलेको मन्दिर।